हजुर दर्शन अनि नमस्ते नमस्कार म सुशान्तको तर्फबाट छड्के सलाम छ पक्कै पनि स्वीकार दिनुहोला किनकि यो भिडियो कहाँको मलाई थाहा भएन हैन। यहाँबाट लिची तल उत्र्यो मैले यो बस अगाडि लाँदैन तिमीहरूलाई पनि लाँदैन यहीँ उत्रेर यहीँ बस्छु भनेर कुनै बिच बाटोमा होटेल बिच बाटोको सडकको होटेलमा रोकेको छ। त्यहाँ रोकेर प्यासेन्जरहरूलाई खाना खानको लागि त्यो ठाउँमा रोकेको रहेछ। अनि त्यो ठाउँमा रोकेको कारणले गर्दाखेरि हाम्रो यो नेपाली प्रवासी नेपाली प्यासेन्जर गाडीमा हिँड्ने प्यासेन्जरहरूलाई धेरै अलिकति गाह्रो परिरहेको छ, अलिकति अप्ठ्यारो परिरहेको छ। हामीले एकअर्काले मिलेर आवाज उठाउनुपर्छ। तपाईको आफ्नो पर्सनली बस कसैको छ भने उहाँको बुकिङ गराएर हिँड्नु भएको छ त्यसमा अलिकति सुविधा मिलिरहेको छ। तपाईँ रोड बेसको बसमा हिँड्नुभयो भने तपाईँलाई अलिकति गाह्रो भएको छ। कसरी गाह्रो भएको छ भने हामी प्रवासी नेपालीलाई यहाँका हिन्दू राष्ट्रका हिन्दूहरूले हामीलाई हामी नेपाली हामी पनि हिन्दू राष्ट्र हो तर हाम्रो नेपाली हिन्दू हामी पनि तर हामी नेपाली प्रवासी के गाह्रो भइरहेको छ भने बाटोमा हिँड्दाखेरि अलिकति हानपिट मारपिट र अलिकति हेप्ने दबाउने गर्ने गरेका छन्। कसै नेपालीले हामी यस्तो छौँ कि कसैले आवाज उठाउनेवाला छौँ कसैले नउठाउनेवाला छौँ। एउटा महिलामाथि हानपिट हातपाई भइरहेको छ हैन। उसले निचे उत्रियो मैले लाग्नु तिमीहरूलाई अगाडि लग्न सक्दैन म जाँदै जान्न यो गाडी लगेर बढाउँदै बढाउन यहीँ तिमीहरू बस्नुपर्छ यहीँ तिमीलाई मलाई अगाडि लाग्दैन भनिसकेपछि एउटा महिलाले के भन्नुभएको छ भने पैसा दिए हामीलाई लगेर जान सक्ने हाम्रो पैसा दिए भनेर भन्नुभएको छ। अनि पैसा के तैँले मलाई त्यति छ भनेर ड्राइभर कन्ट्र्याक्टरले भनेको छ। कन्ट्र्याक्टर हो कि ड्राइभर यो थाहा भएन। अनि त्यस विषयमा महिलाले लात्तीले हान्नुभएको छ अनि गालामा चपडा बजाइदिनु भएको छ। धेरै राम्रो गर्नुभएको छ तर लात्त समातेर तल खिचेको जस्तो लागेको छ। तर हामी यतिजना नेपाली हुनुहुन्छ पछि 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 दुख्नु भएको छ। एउटा महिलाले चप्पल समातेर उसको गालामा हान्नको लागि अगाडि बढ्नु भएको छ। हाम्रो नेपाली के छ भने चाहिँ एकअर्कालाई पर्यो भने आँखाले हेरिरहने तर हातपाई गर्ने एउटा महिलालाई बचाउने भने कस्तै तरास भएन। उहाँको सायद श्रीमान हुनुहुन्छ कि दाइ हुनुहुन्छ को हुनुहुन्छ अलिकति उहाँ चाहिँ आवाज छुटाउनु भएको छ पछि जानुभएको छ हैन। र उहाँलाई बचाउने कोसिस गर्नुभएको छ। उहाँमाथि पनि डन्डा चलाएको छन् उनी देशीहरूले तर हाम्रो नेपालीहरूले पनि एउटा हात उठाएको छन्। एउटा महिलामाथि त्यति अत्याचार गरेको छन् तिनी कन्ट्र्याक्टर ड्राइभरहरूले। तपाईँहरू कहाँ हुनुहुन्थ्यो त्यति बेला? यो बस बेङ्गलोरबाट नेपाल आउने बस हो भन्ने थाहा पाइसकेको छु मैले तर त्यतिको जानकारी भएन। तर तपाईँ नेपालीहरू यतिकैजना भएर एउटा महिलामाथि यतिजना पुरुष भएर केही गर्न सक्नु भएन तपाईँहरूले? अलिकति लाज शरम मान्नुपर्छ। अलिकति हामी प्रवासी नेपालीले एक महिलालाई बचाउने हाम्रो नेपालीको दायित्व र एउटा कर्तव्य हो हामी एक महिलालाई बचाउने। तर हामी नेपालीले एकअर्काको मुखमा हेरेर हे गरेर हाँसेर अगाडि बढ्छौँ। अलिकति शरम लाज शरम मानुस्। यस्ता आराजक र यस्ता गन्दगी फैलाउने देशी ड्राइभरहरूलाई राम्रोसँग पिट्नुपर्छ र यिनीहरूलाई सबक सिकाउनुपर्छ कि हामी को हो र के गर्न सक्छौँ भन्ने क्षमता राख्ने हाम्रो कर्तव्य। हेरिरहनुहोस् यो भिडियो कस्तो छ। यो भिडियोमा तपाईँले देख्नुहोस् कि महिलालाई के भइरहेको छ। एउटा महिलालाई बचाउने त हाम्रो दायित्व हाम्रो कर्तव्य हो नि तर हामी नेपालीले सोच्दैनौँ। हामी यो प्रवासी एक त समाज नेपालीहरू पनि छौँ हामीले अलिकति बुझ्नुपर्ने हो। अलिकति हाम्रो नेपालीलाई के भइरहेको छ यति कुरा टुङ्गाउँदै म बिचमा बिदा हुन चाहन्छु किनकि यो भिडियो कहाँको मलाई थाहा भएन। तर बेङ्गलोरबाट नेपाल आउने बस हुने थाहा पाएको छु। तर कुनै पनि नेपाली दाजुभाइ हुनुहुन्छ यो बसमा बस्दाखेरि धेरै विचार र धारणाहरू विचारहरू योसँग सोधपुछ गरेर चढ्न होला। प्रायः जस्तो हाम्रो प्राइभेट बस हामीले नेपालीहरूले धेरै जस्तो नेपाल प्युठानदाङ तुलसीपुर हैन नेपालगञ्ज तपाईँको अनि बुटोल महेन्द्रनगर यता कता कतातिर लाने धेरै नेपाली छौँ। काठमाडौँसम्म पुर्याउने नेपाली पूर्वसम्म पुर्याउने पूर्व पश्चिम महाकाली उत्तर दक्षिण जहाँ पनि पुर्याउने हाम्रो बस क्षमता राखेको नेपाली धेरै छन् र बुकिङ गर्नु होला बुकिङमा जान होला भन्न चाहन्छु। यति नै अर्थ धन्यवाद।